आत्मा। शरीर, तिमी किन आज थाकेका छौ? तिमी किन मौन छौ? जुन आवाजहरू तिमी सधैँ खोज्थ्यौ ती पनि अब थाकिसकेका छन्। शरीर, म थाके, साँच्चै थाके। मलाई थाहा छैन म कसको लागि बाँचिरहेको छु। छोरा भनेर चिनिए, बाबु भनेर बोलाइए, कहिले दाजु, कहिले मित्र, तर म कहिल्यै म भएर बाँचे त। आत्मा, तिमी बाँचेका थियौ तर आफ्ना लागि होइन। तिमी सम्बन्धहरूमा आफू हराइरहेका थियौ। यथार्थ बुझ्नुभन्दा पहिला तिमीले भूमिका निभाउन सिक्यौ। शरीर, मैले भोगे सुख, दुःख, प्रेम, तिरस्कार, आशा, तर ती सबै क्षणिक थिए। म सधैँ परिवर्तनमा बाँचे, तर तिमी त कहिल्यै बदलिएका छैनौ। आत्मा, किनकि म समयभन्दा बाहिर छु। म परिवर्तन हुँदैन, म साक्षी हुँ, हेर्ने, सुन्ने, अनुभूति गर्ने, तर संलग्न नहुने। शरीर, तर मलाई त संलग्न हुनु पर्यो नि, जीवनका हरेक क्षणसँग, हरेक सम्बन्धसँग, मायाका ती रहरहरूसँग अनि तिनै वचनहरूको भारसँग। आत्मा, हो, किनभने तिमीलाई कर्म गर्न बनाइएको हो। म भने चेतना हुँ, ज्योति हुँ, तिमीभित्र सधैँ रहने उज्यालो हुँ। शरीर, तर म बुझेको थिएँ, संसारको हरेक आवाज मेरो हो कि भन्ने लाग्यो। तिमी मौन थियौ र म आवाजमा हराए। आत्मा, म मौन थिएँ तर अनुपस्थित थिएन। म तिमीलाई चेत गराइरहेको थिएँ हाम्रो पहिलो यादबाट अहिलेसम्म, तर तिमी बाहिरै हेर्नमै व्यस्त थियौ। शरीर, तिमीले किन चिच्याएर भनेनौ? किन कराएर सम्झाएनौ? किन तिमी मौन भयौ? आत्मा, किनभने म मौनतामै प्रकट हुन्छु। म चिच्याएर होइन, म श्वासको गहिराइमा बोल्छु। तिमी जब मौन हुन्छौ त्यति बेला म आवाज बन्छु। शरीर, अब त थकान छ। म छोड्न चाहन्छु यो सारा नाटक। म बस तिमीभित्र फर्कन चाहन्छु। म त्यो मौन, त्यो शान्त, त्यो घर सम्झन चाहन्छु। आत्मा, त्यो नै योग हो। जब शरीर आत्मासँग मिल्छ, जब रूप निरूपमा हराउँछ, जब अभिनय अन्त्य भएर साक्षात्कार सुरु हुन्छ। शरीर, तर यो संसार त बाँधिएको छ, दायित्व